नमस्कार आदरणीय कृषक दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाईहरुलाई यो जानकारी गराउन चाहन्छु कि यो आलु बाली तपाईको चिसो मौसममा हुने बाली हो र चिसो मौसममा यो सफलतापूर्वक यसको खेती गर्न सकिन्छ। तर तपाईको के हुन्छ भने तुषारो यसले पटक्कै सहन सक्दैन। तुषारो परेको बेलामा यसमा तपाईको यो मतलब ढुसीको कारणले गर्दा ढुसीको विकसित हुन्छ र ढुसीको कारणले गर्दा के हुन्छ भने डढुवा रोग लाग्छ र यो मतलब पुरै बाली डढेको जस्तो हुन्छ, जसले तपाईहरुले भन्नुहुन्छ कि झर्का लागेको छ। त्यसबाट बचाउनको लागि के गर्नुपर्छ भन्ने यो ढुसीनाशक विषादी कार्बेन्डाजिम भएको विषादी अथवा डाइथेनियम 45 इन्डोफिलियम 45 पुरै पातमा तल र माथि पर्ने गरी छर्किनु पर्दछ र घाम लागेको बेलामा यो विषादी छर्किनु होला। 1 लिटर पानीमा 2 ग्रामको दरले मिसाएर राम्रोसँग डाँठ र पातहरू भिज्ने गरी छर्किनु होला। एक हप्ताको फरकमा छर्किनु भयो भने यो एकदम राम्रोसँग सफलतापूर्वक खेती गर्न सकिन्छ। हवस् त, धन्यवाद।